तपाईँ उता त तपाईँको मोबाइल लगेर तपाईँ बाठिनु हुनुहोस्। अब बुझ्दै बुझ्दैन नि जेन्जीको सोझासँग हाम्रो मिल्दैन सुन समात्नु पर्छ र हान्ने पो त्यसरी समात्नु त कहाँ कुदो भने लागिसक्नु हो भाइले रोप्ने लागिसक्यो यहाँ सुँगुर ठिक्कको छ नि होइन भाले कति यो 4-5 केजी छ होला है त्यो ठुलो पला अर्को फेरि पोहोरकोले पोहोर जस्तो चाहिँ बिजोग नबनाउँदा त बोकेर ल्याउनु भएन च्याप्चाएर त्यो चाहिँ है ड्याङ्गेकै पोहोर उ गऱ्यो नि त होइन हामीले पोहोर त्यो साह्रो झ्याउ भयो च्याप्चाएर टुटु लिएर बाँसमा यसपालि चाहिँ सजिलै गर्नुपर्ने अवस्था आउँदैछ खोप बेसिनु भयो कि सुँगुरै बेसिनु भयो कुन चाहिँ हो सुँगुर कतिवटा हेर्नुपर्ने हो सुँगुर पनि हाम्रो त मिटिङ भइरहेछ एउटा त लगिहाल्ने अरे काटिहाल्ने अरे काटेर खाइपाल्ने अरे एउटा त ए त्यता चाहिँ हो ओके बडो होला कुन चाहिँ भएन सेतो छ त हौ सुँगुर पनि उस बिचको त्यो रात रात हजुर यो त धेरै ठुलो छ त ओट 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 तिनटै भइसक्यो अरे सानो पनि काटेर खाइसकिहालेछ ओट यो खालको सुँगुर कलर त म आजै देखेको हो त्यही हो त्यो बिचको हो त्यही बिचको कस्तो यो दुईटा ठ्याक्कै थियो है चाहिँ यो त सानो पनि रहेछ त यो त उ भन्दा आउँदैन होला चाहिँ कति भनौँ कति भन्नु ल त्यसमा कुन चाहिँ 40 त्यत्रो त आउँदैन होला कुन चाहिँ 40 त आइहाल्छ नि ठुलो होइन त सानो आँगर आँगर त 80 छ नि आँगर 80 छ र 40 पुग्छ होला लगभग है 35-40 होला ठिक्क हुन्थ्यो चाहिँ ल ऊ त्यही हो ल ऊ उठ भन्दै थियो उठ्यो सुँगुर हेऱ्यो धेरै नै हेरिसक्यो सुँगुर खोरमा हाल्नेको हाल्नु होला नि त किन हाल्नु त बनाइराखेछ क्यामेरामा त गनाउँदैन नि त क्यामेरामा त गनाउँदैन सुँगुर त धेरै रहेछ हौ यहाँ पनि छ यहाँको चाहिँ रे अनि कति हो सुँगुर 100 छ आम हजुर जेन भइरहेछ यता जेनाक्स यहाँ रहेछ त दाइ जेनाक्स यहाँ रहेछ जेनाक्स यहाँ रहेछ नि त हजुर जेनाक्स यहाँ रहेछ यो लग्यो भने ठ्याक्कै पुग्छ हाम्रो कुन चाहिँ त्यो पल्लो अनि यो त आजै खाँदा नि हुने रहेछ हौ आजै नै यो धेरै चच्चा गर्नेको आयु छोटो हुन्छ नि घट्नु भन्छ हुँदै हुँदैन ह्याप्पी दसैँ हेप्पी दसैँ दसैँमा यसरी खानुपर्छ केटा हो कामसाम गर्नुपर्छ खानुपर्छ सुँगुर लाँदैछ दुईटा सुँगुर दुईटा लाँदैछ होइन सुँगुरको चाहिँ रामधुलाई पोहोरको भन्दा बबाल हुनुभयो होइन प्योरको त केटा म चलाउँछु नि ह्याप्पी दसैँ तपाईँ उता त तपाईँको मोबाइल लगेर तपाईँ बाठिनु हुनुहोस् खालि फोटो खिचेको छु भरे त भइहाल्छ नि यो भाले एउटा लोकल भए त लानु पर्थ्यो मलाई पर्सि लानु पर्छ लोकल होइन गिरिजा मात्रै हो अब चाहिँ हामी सुँगुर रोप्नेमा लाग्यौँ दाइ हान्ने होइन त दाइ नै गर्छ दाइले पोहोरतिर चाहिँ मिल्थेन दाइले दाइ हजुर पोहोर चाहिँ मिल्थेन अब अहिले मिल्ने रहेछ
आउन आँटेको कि त्यहाँ त्यो पाल लगेको कि अस्ति त्यो टोकलाई दाइ टोकलाई आउने बेलामा अनि गाडीले टोक्दैन सुन समात्नु पर्छ र हान्ने पो त्यसरी समात्नु त कहाँ 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 कुदो भने कुद भने हामी छुँ दाइ बनाएर हाल्नु ल बनाएर हान्नु दाइ अर्कोलाई भेट्ला डर चाहिँ छ है फेरि हो समात्नै पर्छ क्या राउ कुदेर चक्क अनि भागो नि त खै त समातौ यस्तो यस्तो चाहिँ हो सबैजना भाइ छोडिदिनु तपाईँ चाहिँ भिडियो गर्नु नि त हामी पालो पालो गर्छौँ जो यो युट्युबमा चलिहाल्छ उसको हाल्नुपर्छ ए बिकेन के बोक्यो भाइ बँदेले छ यार हुनु पनि है बँदेले छ नि त हेर्दा मजाले हो नि त ठ्याक्कको ठक्क अनि यो यत्रो भिडियो बनाउँदाखेरि त्यो बोरामा हाल्नु पर्थ्यो नि त अघि नि अब कमिल आयो बोरामा हालेको क्या दामी हुन्थ्यो नि बोरा निकाल्ने हो नि त अब पकाउनु निकालो अब घरमा निक्लिँदैन त दाइ यो त बँदेल है यस्तो दुःख गर्नु पर्ने है दसैँ मनाउनुलाई पनि दाइ भरे खाना उस्तै दुःख हुन्छ फेरि एउटा यतिर चाहिँ पिस टिप्नुपर्छ माम भेन डर कुन्छ त्यसैमा डरै छ ए ढाड पो भयो काइलाको देश डर छ भारी बोक्ने भने त खाइलाले पाउने तिरा फेरि सिटमा हाल्ने सिटबाट तल चिप्ला झार्नु क्या माथि उचाल्नु उचाल्नु मैले भनेको नि सिटबाटै हो क्या माथिबाट अझै माथि यो हो क्या यसो हो क्या सुँगुर हो सिङ्गे बुङ्गुर होइन नि दाइ बँदेलो हो बँदेलो यो प्योर बँदेलो पालिरहेको दसैँलाई पालेको हो क्या ल ल बाई बाई भर्नु दाइ अलि यता है ल हाल के निक्ल्यो दाइ यो मगाउ गाडे ल के भएन मेसिनले तातो मान्छे पखाइदिइहाल्छ नि हो भने यही के मेसिन जोडिरहनु दुःख उहाँ त नलैजाउँ भेना गनाउँछ बरु यहीँ यो चाहिँ यसको बाबुआमाले पनि नुहाइदिएको थिएन छ अनि त्यही भएर अहिले हामी चाहिँ यसलाई नुहाउने कार्यक्रम भइरहेको छ होइन होइन कि त्यही के भन्नु यसलाई त्यही होइन त्यही होइन पहिले नुहाएको थिएन नौरानमा नुहाइँदैन रहेछ अहिले नुहाइदिँदै थियो अरे त ल ठिक छ अब अहिले नुहायो तर यो त नुहाउनु मान्दो रहेछ हौ भेना अरू सुँगुर त मान्दैन नि है यो त मान्दो रहेछ नुहाउनु पनि के आनन्द कि अब बुझ्दै बुझ्दैन नि जेन्जीको सोझासँग हाम्रो मिल्दै मिल्दैन कहाँ उसलाई त्यो जाओस् नजाओस् मतलब छैन नि कानमा त गइहाल्छ नि कानमा मात्रै यता पारिसकेपछि मैले भने
त्यो त राम्रो निस्केको नि त कति गह्रो हुन्छ है यो पानी नपुग्यो है यत्रो मजाले गएको छ यी ए मजाले गएर छ नि पानी भएछ के ठिक्क हो नि ठुलो भात त ल्याएर दिन पर्दैन यसलाई अब हामी चाहिँ यसलाई मेहन्दी लाइँदैछौँ अब यसको चाहिँ बिहा हुनु लागिरहेछ ब्युटी पार्लर अहिले मेहन्दी लाइ पहिले ब्युटी पार्लर थियो होइन पोहोर फाल अहिले चाहिँ मेहन्दी लाएर अब यसलाई यसको बिहा हुनु लागेको छ नि त अनि पहिले पोहोर ब्युटी पार्लर अब मेहन्दी लगाएको छ बिहा कन्फर्म भयो अब यो केही पार्टी हुन्छ जग्गामा जानु लागेको यो ए हो प्रेसर पुगेन हजुर म कति लाउँछु थाहा छ म यो 32 जति होला 32 पर्छ पर्दैन छैन पर्छ पर्दैन पर्छ पर्दैन जेन्जी के गर्छ जेन्जीले पानी पुग्यो पानी पर्छ पर्दैन डाक्टर साहबले लाने समय 11 ल राम्रो ठाउँमा सुत हजुर सर लानु त होइन कि लानु मैले त्यही खोजेको ठाउँ ठाउँबाट यस्तो हो भने त डर हुन्छ हौ दाइ योसँग कतिवटा सुँगुर बनाउनु भयो यसरी गनेको भयो गाउँमा धेरै गर्नु होला ए अँ गाईको चाहिँ ठिक होला हटिले त हट्दैन ठिक्का छ आधै हटि के हुँदैन के हुँदैन किसिमको तर उदाको होला जस्तो लागेको छ काटेदेखिको छप्प पप्प ल छप्प पप्प यता हेर छोरी टाउको निकाल्नुपर्ने चाहिँ होइन फेरि हो राम्रो दाइले अहिले के भनेको त मैले अहिले बुझेँ त दाइ खुट्टा टाउको फेरि पाइहाल्यो ल है साथीहरू यसपालिको दसैँको चाहिँ हाम्रो यस्तै भयो सुँगुर लियो काटियो रमाइलो गरियो तपाईँहरूको चाहिँ दसैँ कस्तो भयो होला प्लिज कमेन्ट गर्नु होला है आजको लागि चाहिँ भिडियो यति नै थ्याङ्क्स फर वाचिङ नेक्स्ट भिडियोको लागि अर्कोचोटि भेटौँला प्लिज सब्सक्राइब गरिदिनु होला थ्याङ्क्स फर वाचिङ